बढीमालीकाबारे 5 तथ्य जसले यो ठाउँलाई अझ पवित्र बनाउँछन्। पहिलो, हिन्दू मान्यता अनुसार सती देवीको काँध यही स्थानमा खसेको थियो, त्यसैले यो स्थान अत्यन्त पवित्र मानिन्छ। दोस्रो, बढीमालिकाको नाम स्कन्द पुराण र स्वस्थानी व्रतकथामा पनि पाइन्छ, जसले यसको धार्मिक महत्त्व अझ बढाउँछ। तेस्रो, यहाँको पुजारी परम्परा 2 जिल्लासँग जोडिएको छ। परम्परा अनुसार यहाँ बाजुरा र कालीकोटका पुजारी मिलेर पूजा गर्ने चलन रहेको उल्लेख पाइन्छ। चौथो, जनै पूर्णिमामा यहाँ ठूलो तीर्थयात्रा लाग्छ। जनै पूर्णिमाको समयमा नेपाल र भारतबाट पनि हजारौं भक्तजन यहाँ पुग्छन्। र पाँचौं, नाटेश्वरी मन्दिरलाई बढीमालिकाकी दिदी मानिन्छ। स्थानीय धार्मिक विश्वास अनुसार बढीमालिका दर्शनपछि नाटेश्वरी मन्दिरमा पनि पूजा गर्ने चलन छ। यस्तै नेपालका रोचक तथ्यका लागि